कतिपय रातहरू यस्ता हुन्छन् जहाँ हामी ओछ्यानमा पल्टिएर आफ्नो पुरै जिन्दगी बदल्ने कसम खान्छौँ। भोलिदेखि बिहानै 5 बजे उठ्छु, कसरत गर्छु, स्वस्थ खान्छु र एउटा नयाँ मान्छे बन्छु। तर भोलिपल्ट बिहान जब अलार्म बज्छ, हाम्रो हात आफै अगाडि बढ्छ र हामीलाई पत्तै नदिई स्नुज बटन थिचिदिन्छ। फेरि त्यही पुरानो दिनचर्या, त्यही पुरानो पछुतो र त्यही निराशाको चक्र सुरु हुन्छ। हामी बेडमा पल्टिएर मोबाइलको स्क्रिन स्क्रोल गरिरहँदा एउटा गहिरो ग्लानि महसुस गर्छौँ। यो कथा केवल तपाईँको वा मेरो मात्र होइन, यो संसारका करोडौँ मानिसहरूको दैनिक यथार्थ हो। आखिर किन हुन्छ यस्तो? के हामीभित्र इच्छा शक्तिको कमी छ? के हामीसँग अनुशासन नै छैन? के हाम्रो दिमागले नै हामीसँग कुनै गोप्य खेल खेलिरहेको छ, जुन खेलको नियम हामीलाई कसैले सिकाएको छैन? हामीमध्ये धेरै जसोले जीवनमा सन्तोषलाई कतै न कतै भेटेका छौँ, या सायद हामी आफै सन्तोष हौँ। उनी हरेक नयाँ वर्षमा नयाँ सुरुवात गर्न खोज्छन्, कोठा सफा गर्छन्, महँगो जिमको सदस्यता लिन्छन् र नयाँ डायरी किन्छन्। सुरुका 2 दिन ऊर्जा अनौठो हुन्छ, तर चौथो दिनसम्म पुग्दा त्यो ऊर्जा कता हराउँछ पत्तै हुँदैन। उनी फेरि त्यही ओछ्यानमा पल्टिएर फोन स्क्रोल गरिरहेका हुन्छन्। उनी ऐना हेर्छन् र आफैलाई सोध्छन्, कि म कहिल्यै बदलिन सक्दिनँ? कि म जन्मजात नै अल्छी हुँ? उनको मनभित्र एउटा लडाइँ चलिरहन्छ, जहाँ उनी सधैँ आफैसँग हार्ने गर्छन्। उनी सोध्छन् कि सायद उनीभित्र त्यो विशेष क्षमता नै छैन जसले मानिसहरूलाई सफल बनाउँछ। हामी सोच्छौँ कि जिन्दगी बदल्नका लागि कुनै ठुलो चमत्कार हुनुपर्छ, कुनै पहाड हल्लाउने निर्णय लिनुपर्छ। हामी क्रान्तिकारी परिवर्तनको पर्खाइमा बसिरहन्छौँ, तर आधुनिक न्युरोसाइन्स र व्यवहारिक विज्ञानले भन्छ हामी पूर्ण रूपमा गलत छौँ। जिन्दगी बदल्ने ताकत ठुला वा नाटकीय निर्णयहरूमा होइन, ती साना र अदृश्य कुराहरूमा लुकेको हुन्छ, जसलाई हामीले दैनिक जीवनमा कति बेला अपनाउँछौँ वा छोड्छौँ आफैलाई नै थाहा हुँदैन। हामी जुन ससाना निर्णयहरूलाई महत्त्वहीन ठानेर व्यवस्था गर्छौँ, तिनै निर्णयहरूले हाम्रो भविष्यको रूपरेखा कोरिरहेका हुन्छन्। हाम्रो मस्तिष्कको गहिरामा एउटा विशेष हिस्सा छ जसलाई वैज्ञानिकहरू वेसन ग्याङ्ग्लिया भन्छन्। यसको एउटै मात्र मुख्य काम छ हाम्रो शरीर र दिमागको ऊर्जा बचाउनु। हाम्रो शरीर सधैँ एउटा सन्तुलनको अवस्थामा बस्न चाहन्छ, जसलाई विज्ञानको भाषामा होमियोस्ट्यासिस भनिन्छ। जब हामी कुनै ठुलो परिवर्तन गर्न खोज्छौँ, जस्तै एकै दिनमा 2 घन्टा पढ्ने वा अचानक कडा डाइटिङ गर्ने, तब दिमागको सोच्ने वा निर्णय लिने आधुनिक हिस्सा प्रिफ्रन्टल कोर्टेक्स सक्रिय हुन्छ। यसले धेरै ऊर्जा माग्छ। दिमागलाई लाग्छ कि यो शरीरका लागि कुनै खतरा वा आपतकालीन अवस्था हो र उसले तुरुन्तै हामीलाई पुरानै आरामदायी बानीमा फर्काउन कडा मेहनत सुरु गर्छ। त्यसैले त नयाँ बानी सुरु गरेको केही दिनमा नै हामीलाई मानसिक रूपमा थकान महसुस हुन थाल्छ। तर जब हामी केवल 2 मिनटको लागि परिवर्तन गर्छौँ, दिमागको त्यो सुरक्षा प्रणालीलाई थाहै हुँदैन। हामीले दिमागको राडर मुनिबाट एउटा सानो बानी छिराइरहेका हुन्छौँ। एउटा कोठाको कल्पना गर्नुहोस् जसको तापक्रम -5 डिग्री छ। कोठाको बिचमा एउटा बरफको ठुला टुक्रा राखिएको छ। तपाईँको कोठाको तापक्रम -4 डिग्री बनाउनुहुन्छ, बरफमा कुनै परिवर्तन हुँदैन। -3 डिग्री बनाउनुहुन्छ, बरफ जस्ताको त्यस्तै रहन्छ। -2 डिग्री, -1 डिग्री पुग्दासम्म केही फरक देखिँदैन। तपाईँलाई लाग्न सक्छ कि तपाईँको मेहनत बेकार भइरहेको छ। तर जब तापक्रम 0 डिग्रीबाट केवल 1 डिग्री माथि उक्लन्छ, बरफ पग्लिन सुरु गर्छ। कि त्यो बरफ एकैचोटि पग्लिएको हो? होइन, यो त -5 डिग्रीदेखि 0 सम्म गरिएको लगातारको अदृश्य प्रयासको परिणाम थियो। हाम्रो बानी पनि त्यस्तै हुन्छ। जब हामी दिनौ ससाना राम्रा कामहरू गरिरहेका हुन्छौँ, तब सुरुमा त्यसको कुनै ठुलो नतिजा देखिँदैन। गणितीय रूपमा हेर्ने हो भने, यदि तपाईँले हरेक दिन आफैलाई मात्र 1% सुधार्नु भयो भने 1 वर्षको अन्त्यमा तपाईँ 37 गुणा राम्रो बन्नुहुनेछ। तर यसको उल्टो, यदि तपाईँ हरेक दिन 1% खस्किनु भयो भने 1 वर्षमा तपाईँ 0 को नजिक पुग्नुहुनेछ। यो सानो भिन्नता सुरुमा महसुस हुँदैन, तर समयको अन्तरालमा यसले आकाश र पातालको फरक ल्याइदिन्छ। धेरैजसो मानिसहरू बानी बदल्न खोज्दा नतिजालाई मात्र हेर्छन्, तर पहिचान बदल्न बिर्सन्छौँ। उदाहरणका लागि 2 जना मान्छे छन् जसले धुम्रपान छोड्न खोजिरहेका छन्। कसैले उनीहरूलाई चुरोट अफर गर्छ। पहिलो व्यक्तिले भन्छ, धन्यवाद, म चुरोट छोड्ने प्रयास गर्दैछु। यो सुन्दा सही लाग्छ, तर उसको अवचेतन मनले अझै पनि आफूलाई चुरोट खाने मान्छेकै रूपमा हेरिरहेको छ। अब दोस्रो व्यक्तिलाई हेरौँ, उसले भन्छ, धन्यवाद, म चुरोट खान्न। यो सानो शब्दको हेरफेरले उसको पहिचान बदलिन्छ। उनी अब चुरोट छोड्न सङ्घर्ष गरिरहेको मान्छे होइन, उनी चुरोट नखाने व्यक्ति बनिसकेका छन्। जब तपाईँ आफ्नो बानी बदल्न चाहनुहुन्छ,
तब नतिजामा होइन, आफ्नो पहिचानमा ध्यान दिनुहोस्। पुस्तक पढ्नु मात्र लक्ष्य होइन, एउटा पाठक बन्नु लक्ष्य हो। जिम जानु मात्र लक्ष्य होइन, एउटा एथलिट जस्तै जीवनशैली अपनाउनु लक्ष्य हो। जब तपाईँको पहिचान बदलिन्छ तब बानीहरू आफै परिवर्तन हुन थाल्छन्। तपाईँले आफैलाई जबरजस्ती गरिरहनु पर्दैन, किनकि तपाईँ आफ्नो वास्तविक स्वरूप अनुसार काम गरिरहनु भएको हुन्छ। त्यसभए यसलाई आफ्नो दैनिक जीवनमा कसरी लागू गर्ने? वैज्ञानिक रूपमा प्रमाणित एउटा गजबको तरिका छ। यसलाई ह्याबिट स्ट्याकिङ अर्थात् बानीमाथि बानी थप्ने प्रक्रिया भनिन्छ। तपाईँको दिमागमा पहिलेदेखि नै केही बानीहरू स्वचालित भइसकेका छन्, जस्तै बिहान उठेर चिया पिउनु वा बेलुका ढोकामा तालचा लगाउनु। अब तपाईँले आफ्नो नयाँ सानो बानीलाई यही पुरानो बानीको पछाडि जोडिदिनुपर्छ। तपाईँ भन्न सक्नुहुन्छ, जब बिहानको चिया कपमा खन्याउँछु, म केवल 1 मिनटका लागि आँखा चिम्लेर लामो सास फेर्नेछु। चिया पिउने पुरानो बानीले नयाँ बानीका लागि एउटा बलियो मानसिक जगको काम गर्छ। तपाईँले छुट्टै इच्छा शक्ति खर्च गरिरहनु पर्दैन। हामी सोच्छौँ कि हाम्रो व्यवहार हाम्रो इच्छा शक्तिले चल्छ, तर वास्तवमा यो हाम्रो वातावरणले चल्छ। यदि तपाईँ डाइटिङ गर्दै हुनुहुन्छ तर भान्साको टेबलमा जङ्क फुड राखिएको छ भने ढिलो चाँडो तपाईँको इच्छा शक्ति टुट्नेछ। हाम्रो दिमाग सजिलो बाटो रोज्न डिजाइन गरिएको छ। त्यसैले यदि तपाईँ पुस्तक पढ्न चाहनुहुन्छ भने त्यसलाई दराजभित्र लुकाएर होइन, ओछ्यानको सिरानीमा राख्नुहोस्। यदि बिहान उठेर कसरत गर्नु छ भने व्यायाम गर्ने लुगा राति नै बेडको छेउमा ठिक पारेर राख्नुहोस्। बानीलाई यति सजिलो बनाउनुहोस् कि त्यसलाई नकार्न तपाईँको दिमागलाई अल्छी लागोस्। वातावरणलाई आफ्नो लक्ष्य अनुकूल बनाउनु नै सफलताको सबैभन्दा सजिलो पाटो हो। यसका साथै 2 मिनटको नियमलाई सधैँ याद राख्नुहोस्। जब तपाईँ कुनै नयाँ बानी सुरु गर्नुहुन्छ, त्यसलाई गर्न 2 मिनटभन्दा कम समय लाग्ने बनाउनुहोस्। हरेक दिन आधा घन्टा पढ्नेछु भन्नुको साटो म हरेक दिन 1 पाना पढ्नेछु भन्नुहोस्। म आज 5 किलोमिटर दौडनेछु भन्नुको साटो म मात्र आफ्नो दौडने जुत्ता लगाउनेछु भन्नुहोस्। यो नियमको उद्देश्य बानीलाई पुरा गर्नु होइन, बरु बानीलाई नियमित बनाउनु हो। एकचोटि तपाईँले यो काम सुरु गरिसकेपछि त्यसलाई अगाडि बढाउन धेरै सजिलो हुन्छ। सुरु गर्नु नै सबैभन्दा गाह्रो भाग हो र 2 मिनटको नियमले त्यही गाह्रो भागलाई सजिलो बनाइदिन्छ। जिन्दगी कुनै एक रातमा बदलिने सिनेमा होइन, यो त हरेक दिन चालिने साना अदृश्य कदमहरूको योगफल हो। आज तपाईँले चाल्नुभएको यो सानो कदम, यो 2 मिनटको प्रयास अहिले निकै साधारण र अर्थहीन लाग्न सक्छ। वरपरका मानिसहरूले तपाईँको यो सानो प्रयासलाई देखेर हाँस्न पनि सक्छन्, वा तपाईँ आफैलाई पनि लाग्न सक्छ कि यसले के नै फरक पार्छ र। तर याद राख्नुहोस्, समयले यसलाई कडा अभ्याससहित फिर्ता गर्नेछ। जसरी एउटा सानो बिउभित्र विशाल रुख लुकेको हुन्छ, त्यसरी नै आजको एउटा सानो बानीभित्र तपाईँको भविष्यको विशाल सफलता लुकेको हुन्छ। 5 वर्षपछिको तपाईँको भविष्य कस्तो हुनेछ भन्ने कुरा यो क्षणमा तपाईँले लिने सानो निर्णयले तय गरिरहेको छ। ऐना अगाडि उभिएर आफैले सोध्नुहोस्, आज म कुन त्यो एउटा सानो बानी सुरु गर्दैछु जसले भोलि मेरो पहिचान बदल्नेछ? कि म आज एउटा पाना बढी पढ्नेछु वा केवल 5 मिनट चाँडो उठ्नेछु? निर्णय तपाईँको हातमा छ, किनकि नदीको धारले पहाड कटान गर्छ भने त्यो उसको शक्तिको कारणले होइन, बरु उसको लगातार खसिरहने साना थोपाहरूको प्रयासले हो। तपाईँको जिन्दगी बदल्नको लागि कुनै ठुलो दिनको पर्खाइ नगर्नुहोस्। आज, अहिले र यही क्षणबाट त्यो सानो सुरुवात गर्नुहोस्। धन्यवाद।